एग मन्चो सुपको लागि मैले चाहिँ भेजिटेबललाई चप गर्दैछु र भेजिटेबल चप गरेर अदुवा लसुनलाई पनि चप गरेर एकछिन अदुवा लसुनलाई सोते गर्यो फ्लेभर आउने गरी चाहिँ अदुवा लसुनलाई चाहिँ सोते गर्नुपर्छ त्यहाँदेखि भेजिटेबललाई पनि हाल्यो त्यहाँ भेजिटेबललाई पनि मजाले सोते गर्नुहोस् यसरी हेर्नुहोस् मजाले सोते गर्नुपर्छ भेजिटेबललाई पनि त्यहाँदेखि पाकेपछि पानी हाल्नुपर्छ मजाले पकाउनु पर्दैन ठिकैको पकाउनु 50% जस्तो पकाएपछि पानी हाल्नुहोस् तपाईँले कति बनाउने त्यही हिसाबले पानी हाल्नुहोस् स्वादअनुसार नमक हाल्नुहोस् नुन त्यहाँदेखि हल्का हुचिङ हाल्नुहोस् त्यहाँदेखि एकछिन यसरी उम्लिन्छ त्यहाँदेखि हल्का हुचिङ व्हाइट पेपर हो न ब्ल्याक पेपर हाल्नुहोस् तपाईँले अलिकति पिरो पिरो हुनुपर्छ त्यहाँदेखि सोया सस हाल्नुहोस् ग्रिन चिल्ली सस हाल्नुहोस् भिनेगर हाल्नुहोस् यसरी हो त्यहाँदेखि अन्डालाई यसरी मजाले घोल्नुहोस् है मजाले अन्डालाई यसरी मजाले घोलेपछि चाहिँ अन्डा गोल्यो हो त्यहाँदेखि चाहिँ अन्डालाई पनि यसरी हालिदियो अन्डा हालेर चाहिँ एकछिन उम्लिने गरी राख्नुहोस् मजाले उम्लिन्छ होइन जब यसरी मजाले भकभक उम्लिनु थाल्छ नि त्यहाँदेखि तपाईँले यसरी कर्नफ्लोरलाई घोलेर कर्नफ्लोरलाई हाल्नुहोस् कर्नफ्लोर चाहिँ गाढा बनाउनुको लागि कर्नफ्लोरलाई हाल्नुहोस् र कर्नफ्लोरलाई हालेर मजाले पाकेपछि चाहिँ तपाईँले यो हेर्नुहोस् कस्तो भएको छ होइन तपाईँले सुप खानु सक्नुहुन्छ।